मोटरसाइकल बनाउन कति पैसा लाग्ला? कति समय लाग्ला? अनि सबैभन्दा रोचक कुरा, यदि हामीले भन्यौं कवाडीमा फालिएका सामान जुटाएर पनि मोटरसाइकल बनाउन सकिन्छ? सुन्दा अचम्म लाग्न सक्छ, तर कावासोती 4 हसौराका 21 वर्षीय बिमल विकले यही काम गरेर देखाएका छन्। यहाँ रोकेर अब भन्नु पर्यो यसको बारेमा। के खास कसरी यो बनेको, यो हुँदै कसरी चाहिँ यो बनेको चाहिँ सबै यो लगभग बाइककै छ सामानहरू चाहिँ, अनि यसको डिजाइन चाहिँ आफै दिएर अनि त्यो चाहिँ बनाएको हो मैले चाहिँ। के हो यो, साइकल हो कि बाइक हो कि के हो त? यो हेर्दा साइकल जस्तो देखिन्छ, कुद्न चाहिँ बाइक झैँ कुद्छ। बाइकको चाहिँ इन्जिन छ यसमा चाहिँ, त्यही बाइक इन्जिन हालेर आफ्नो डिजाइनमा आफ्नो दिमागले कति भेट्यो त्यति चाहिँ बनाएको। इन्जिन चाहिँ नल्याएर? हजुर, म चाहिँ यो इन्जिन कवाडीसँग भैयासँग लिएर अनि बनाएको। साइकल चाहिँ नल्याएर बनाएको? यो फ्रेमहरू सबै बनाएको। यो यसको पेट्रोल हाल्ने कहाँबाट कसरी हाल्ने? पेट्रोल हाल्ने यहाँ कति अट्छ त्यसमा? यसमा चाहिँ 1 लिटर अटाउँछ। कति हिँड्छ 1 लिटरले? 1 लिटरले यसले 50 जति दिन्छ माइलेज। 50 किलोमिटर। यसमा गियर सेयर हुन्छ कि हुँदैन, के छ यसमा? गियरहरू यसको 4 गियरसम्म छ। गियर हातमा हो कि खुट्टामा? खुट्टामै रहेछ। खुट्टामै छ। कति लाग्यो यो बनाउन? समय कति लाग्यो? पैसा कति लाग्यो? समय चाहिँ 3 महिना जति लाग्यो। पैसा 60,000 जति भेट्यो। यसको म्याक्सिमम स्पिड कतिसम्ममा अरू बाइक जस्तै हो कि? लगभग 60 जति हान्छ म्याक्सिमम। एभरेजमा 40-50मा सजिलै कुदाउनु सक्छ। यो लिएर कहाँ कहाँसम्म पुग्नु भएको? म यो लिएर धोबादी, अरू यतै बाल्लो डाँडा आडतिर उक्लिन मजाले तान्छ। बुलेटको हो यो, साइलेन्सर बुलेटको छ। यसको यो इन्जिनको सिसी चाहिँ 110 सीसीको। यो आफै बनाएको भन्नाले यो के हो? यो अरू साइकल यो फ्रेमहरू चाहिँ आफै हो? फ्रेमहरू यो ह्यान्डल चाहिँ यो केबाट के को पाइपहरू हो त्यो? यो रिलिङ पाइपहरू हुन्छ नि, रिलिङ पाइप त्यो पनि ल्याउने एकचोटि। करिब 6 महिनाको निरन्तर मेहनतपछि 2वटा मोटरसाइकल तयार भए। दुवै मोटरसाइकल निर्माणमा गरेर करिब 95,000 रुपैयाँ खर्च भएको छ। कवाडीका सामानलाई उपयोग गरेर मोटरसाइकल बनाउने उनको काम अहिले स्थानीय स्तरमा पनि चासोको विषय बनेको छ। हेर्दा सामान्य मोटरसाइकल जस्तो देखिए पनि यसको पछाडि एक युवाको रुचि, मेहनत, प्रयोग र केही नयाँ गर्ने आँट जोडिएको छ। बिमलको यो कामको अर्को विशेषता हो उनी पढाइ छाडेर होइन, पढाइसँगै आफ्नो सिप र रुचिलाई अघि बढाइरहेका छन्। बीबीएस जस्तो व्यवस्थापन विषय पढिरहेका उनले प्राविधिक काममा समेत आफ्नो रुचि र सृजनशीलता देखाएका छन्। उनको यो प्रयासले एउटा कुरा स्पष्ट देखाउँछ, सिप सिक्ने इच्छा र केही नयाँ गर्ने आँट भयो भने उपलब्ध स्रोत साधनबाटै पनि नयाँ काम गर्न सकिन्छ। कबाडीमा थन्किएका सामानलाई उपयोगमा ल्याउँदै 2वटा मोटरसाइकल तयार गरेका बिमल अहिले आफ्नै सिर्जनालाई थप व्यवस्थित र नयाँ रूपमा अघि बढाउने सोचमा छन्। 21 वर्षको उमेरमै पढाइसँगै आफ्नै हातले 2वटा मोटरसाइकल बनाएका बिमलको यो प्रयास केवल मोटरसाइकल निर्माणको कथा होइन, युवामा रहेको सिप, सृजनशीलता र आत्मविश्वासको एउटा उदाहरण पनि हो। के को इन्जिन हो? इन्जिन त खतरा भयो। यसको ट्र्याक्टरको इन्जिन हो। कुन ट्र्याक्टरको? हात्ती ट्र्याक्टर। यो खेत जोत्ने हुन्छ नि, त्यसमा र यसमा के फरक छ फेरि? यो त के हो? यो चाहिँ यो त लगभगै धेरै फरक छ त्यसमा र यसमा त। यो चाहिँ अलि धेरै सामान पनि लोड गरेर चलाउन मिल्न सक्ने इन्जिन हो क्या? तान्छ यसले त। यो चक्काहरू चाहिँ के को हो? यो चक्का चाहिँ अटोको चक्का हो। यो इन्जिन ट्र्याक्टरको भयो। हाते ट्र्याक्टरको? हजुर, अगाडिको यो सिट चाहिँ आफ्नै डिजाइनमा बनाएको छ। यसमा चाहिँ त्यो स्कुटीको पेट्रोल हाल्ने ठाउँ यसो के हो त? पेट्रोल यसमा 3 लिटर अटाउँछ। चाहिँ यसको पेट्रोल हाल्ने ठाउँ। ट्र्याक्टरको इन्जिन भएर होला नि यस्तो ठुलो साउन्ड। ठुलो
यसलाई स्टार्ट कसरी गरिन्छ यसको? स्टार्ट चाहिँ यो घुमाउनुपर्छ यसको चाहिँ रस्सीले। ट्र्याक्टर जसरी घुमाएर चलाउनु पर्ने। अहिले यो हेर्दा सामान्य बाइक जस्तो देखियो भने यो के प्रयोजनको लागि खास तपाईँले बनाउनु? यो एउटा सक विदेशतिर यो विदेशीहरूले बनाएको देखेर चाहिँ एकचोटि ट्राई गरौँ न त कस्तो हुन्छ, बन्छ कि बन्दैन, ट्राई गरेर हेरौँ भनेर। त्यही कति हिँड्छ के छ यसको चाहिँ कतिको पावरहरू के छ? यसमा पावर छ, यसले माइलेज चाहिँ धेरै दिँदैन। यसको भित्रको पिस्टन चाहिँ ठुलो लागेको हुन्छ, यसको चाहिँ सानो हुन्छ, यसको चाहिँ ठुलो। स्पिड कन्ट्रोलहरू ब्रेकहरू के छ? ब्रेक यसको पछाडिको छ, डिस्क ब्रेक छ, अगाडिको लागि चाहिँ छैन, पछाडिकोले हुन्छ यसले। यो चलाएर अलिक बजारतिर रोडतिर जाने कौसुदी चाहिँ गर्नु त्यो भन्ने लाइसेन्स हेर्नु भयो थियो, तर यो ठुलो आवाज गरेर चाहिँ नहिँड, अरूलाई डिस्टर्ब पनि हुन्छ, त्यसरी चाहिँ नहिँड भन्नुभयो। हेर्नु 35,000 35,000 त 60,000 1 लाखमा दुईवटा बाइक 1 लाख पनि परेन। यसमा त दुईजना पनि बस्न मिल्छ क्या? मिल्छ, मजाले तान्छ। यो डाँडा पनि मजाले अस्ति चेक गरेको थिएँ, तान्छ कि तान्दैन। यो बिग्रेको गर्ने रहेछ यो तान्ने कुरो, त्यही हुँदाखेरि कवाडीमा फालिएका सामान धेरैका लागि बेकार हुन सक्छन्, तर बिमलका लागि त्यही सामान एउटा नयाँ सपनाको सुरुवात बने। 6 महिनासम्मको निरन्तर मेहनत, पटक पटकको प्रयोग र हार नमान्ने आँटले आज उनका अगाडि 2वटा मोटरसाइकल उभिएका छन्। यी मोटरसाइकलको मूल्य 95,000 रुपैयाँ होला, तर यसभित्र लुकेको मेहनत, सिप र सृजनशीलताको मूल्य अझ ठूलो छ। 21 वर्षको उमेरमै केही नयाँ गरेर देखाएका बिमलले एउटा कुरा प्रमाणित गरेका छन्। स्रोत साधन कम भएर केही रोकिन्न, रोक्ने त इच्छा शक्ति कमजोर भएर हो। आज उनले कवाडीका सामान जोडेर मोटरसाइकल बनाए। भोलि यही सिप र सृजनशीलताले उनलाई कहाँ पुर्याउँछ त्यो हेर्न भने निकै रोचक हुनेछ। सायद यी 2 मोटरसाइकल बिमलको अन्तिम सिर्जना होइनन्, नयाँ यात्राको पहिलो पाइला हुन्।